जय मसी। स्वागत छ तपाईलाई यस अग्नि शिखा युट्युब च्यानलमा। तपाईलाई यो च्यानल कस्तो लाग्छ? सब्स्क्राइब, शेयर र कमेन्ट गरिदिनु होला। म तपाईहरुलाई केही सहयोग होस् भनेर नियमित रूपमा पवित्र धर्मशास्त्र बाइबलका केही विषयहरू लिएर छलफल गरिरहेको छु र आज पनि म तपाईहरुको बीचमा पवित्र धर्मशास्त्र बाइबलको एउटा विषयलाई लिएर आएको छु र त्यो विषय मत्ती 22 अध्यायको 21 पदसँग सम्बन्धित छ र यहाँ यसरी लेखिएको छ। मत्ती 22 अध्यायको 21 पदमा, यसकारण जे कैसरका हुन् ती कैसरलाई दियो र जे परमेश्वरका हुन् ती परमेश्वरलाई दियो। सारा स्वर्ग र पृथ्वी परमप्रभुकै हो र यो संसार परमेश्वरले मानिसलाई सुम्पिनु भएको छ, तर संसारको बीचमा यस्ता थोकहरू छन् जसलाई परमेश्वरले मेरै हुन् भनेर दावा गर्नुहुन्छ र ती मेरै हुन् भन्नुको तात्पर्य चाहिँ के हो त? त्यसको अर्थ ती थोक जो परमप्रभुले अधिकार सहित मेरै हुन् भन्नुभएको छ ती उहाँलाई समर्पण गर्नुपर्ने विषय हुन्। यदि हामीले ती थोकहरूलाई जसलाई परमेश्वरले मेरै हुन् भनेर दावा गरिराख्नु भएको छ त्यसमा हामीले कन्जुस्याइ गर्छौँ र त्यो परमेश्वरलाई समर्पण गर्न सक्दैनौँ भने परमेश्वरलाई हामीले महिमा दिन सकिरहेका हुँदैनौँ। विशेष गरी परमेश्वरले पृथ्वीमा तीनवटा कुरालाई मेरै हुन् भनेर दावा गर्नुभएको छ र ती तीनवटा कुरालाई उहाँले आफ्नो निम्ति छुट्याउनु भएको छ, आफ्नो निम्ति अलग गर्नुभएको छ। जुन कुरा परमेश्वरको निम्ति अलग गरिएको हुन्छ ती कुरा पवित्र हुन्छन्। पवित्रताको परिभाषा पनि यस्तै छ, परमेश्वरको निम्ति अलग गरिनु। किनभने परमेश्वर पवित्र हुनुहुन्छ र उहाँको महिमाको निम्ति अलग गरिने चिज पनि पवित्र हुन्छ। त्यसैले पवित्रताको परिभाषा पनि परमेश्वरको निम्ति अलग गरिनु भन्ने नै हुन्छ। परमेश्वरले पृथ्वीमा तीनवटा थोक आफ्नो निम्ति अलग गर्नुभएको छ र तिनलाई पवित्र तुल्याउनु भएको छ र तिनीहरू पवित्र छन् भनेर भन्नुहुन्छ। प्रस्थान 19 अध्यायको 5 र 6 पदमा हेर्यो भने परमप्रभुले इस्राएली जातिलाई मेरै जाति हो तिमीहरू, मेरो नामको खातिर, मेरो महिमाको खातिर सारा संसारबाट तिमीलाई मैले अलग गरेको छु भनेर उहाँले भन्नुभएको छ। र विश्वासद्वारा क्रिस्चियनहरू पनि अब्राहमका सन्तान हुने हुनाले क्रिस्चियनहरू पनि परमेश्वरको निम्ति अलग गरिएका पवित्र जाति हुन्। त्यसैले पहिलो पत्रुस 2को 9 पदमा लेखेको छ, तिमीहरू पवित्र जाति, राजकीय पुजारीगिरी र मेरा निजी प्रजा र मेरा सन्तान हो भनेर त्यहाँ परमप्रभुले भन्नुभएको छ। यसरी अहिलेको परिवेशमा, अहिलेको समयमा ख्रीष्ट येशूलाई विश्वास गर्नेहरू जति विश्वासद्वारा तिनीहरू आत्मिक रूपमा अब्राहमका सन्तान हुन्छन् र ती अब्राहमका सन्तान परमेश्वरको निम्ति पवित्र गरिएका, परमेश्वरको निम्ति अलग गरिएको जाति हो र पृथ्वीमा परमेश्वरले मेरै हो सबै जातिहरूको बीचबाट एउटा पवित्र जातिको रूपमा उहाँले विश्वासी जातिलाई, क्रिस्चियन जातिलाई चुन्नु भएको छ र अलग गर्नुभएको छ। त्यसकारण क्रिस्चियन परमेश्वरको जाति हो, त्यो पवित्र जाति हो। र दोस्रो, बाइबल धर्मशास्त्रलाई निहालेर हेर्दाखेरि हामीले देख्छौँ शनिबारको दिन त्यो परमेश्वरको निम्ति पवित्र दिन हो। किनभने परमेश्वरले 6 दिनसम्म यो सृष्टिको काम गरेर
सिद्ध्याउनु भयो र उहाँले 7औं दिन चाहिँ विश्राम लिनुभयो र त्यो चाहिँ शनिबारको दिन थियो र त्यो परमप्रभुको निम्ति विश्रामको दिन हो र शनिबारको दिन परमप्रभुको निम्ति छुट्याइएको दिन हो। त्यसैले त्यो दिनलाई पनि परमप्रभुले मेरै दिन हो र त्यो चाहिँ पवित्र छ भनेर भन्नुहुन्छ। हामीले पवित्र धर्मशास्त्र बाट प्रस्थान 20 अध्यायको 8 पददेखि 11 पदसम्म हामीले हेऱ्यौँ भने यहाँ त्यो कुरा लेखेको छ र तेस्रो कुरा पवित्र धर्मशास्त्रमा हामीले देख्दछौँ कि दशांश परमप्रभुको हो र त्यसलाई परमेश्वरले अलग गर्नुभएको छ र त्यो परमप्रभुको निम्ति पवित्र छ। यसरी तीनवटा थोक यस पृथ्वीमा अहिले पनि परमप्रभुले ती मेरै निम्ति अलग गरिएका हुन् र ती पवित्र छन् र ती मेरो निम्ति समर्पण गरियोन् भनेर उहाँले आज्ञा गर्नुभएको छ। परमप्रभुले क्रिस्चियनहरूलाई विश्वासीहरूलाई आफ्नो निम्ति पवित्र जाति हुन् भनेर दावा गर्नुभएको छ। आफ्नो निम्ति अलग गरिएको जाति हुन् भनेर उहाँले अधिकार गर्नुभएको छ। त्यसैले पवित्र धर्मशास्त्र बाइबल दोस्रो कुरन्ती 6 अध्यायको 14 पददेखि 18 पदसम्म हामीले त्यहाँ पढ्न पाउँछौँ। हामीले त्यहाँ देख्छौँ तिमीहरू अन्य जातिहरूसँग एउटै जुवामा ननालियो, किनभने उज्यालो र अँध्यारोको एकता हुन सक्दैन। के मूर्तिसँग परमेश्वरलाई साट्न सकिन्छ र? तिमीहरू परमेश्वरको निम्ति छुट्याइएका अलग गरिएका जाति हो। त्यसकारण तिमीहरूले एउटै जुवामा नारिनु हुँदैन। अन्य जातिहरू जसरी जिएका छन् त्यसरी जिउनु हुँदैन। त्यो कुरा हामीले त्यहाँ देख्दछौँ। र यदि हामी त्यसरी अलग गरिएका जाति हौँ भनेर हामी विश्वासीले हेक्का राख्न सकेनौँ, याद गर्न सकेनौँ, हामी को हौँ भनेर हामीले जिम्मेवारीपूर्वक सोच्न सकेनौँ भने हामी अन्य जातिहरूका रीतिरिवाज, अन्य जातिहरूका शैलीहरू, जीवनशैलीहरू हामीले अपनाउनेछौँ। खानेपिने कुराहरूदेखि लिएर आस्था र विश्वासका कुराहरूमा पनि हामीले सम्झौता गर्नु हुँदैन, किनभने हामी परमेश्वरको निम्ति अलग गरिएका पवित्र जाति हौँ। त्यसकारण सर्वोच्च परमेश्वरका छोराछोरी हुनाले हामी अन्य जातिहरूको रीतिरिवाजसँग सहभागी हुन सक्दैनौँ। उनीहरूको संस्कारसँग, उनीहरूको संस्कृतिसँग, रहन सहनसँग हामी सहभागी हुन सक्दैनौँ। त्यसैले पहिलो पत्रुस 1:15-16 त्यहाँ लेखेको छ, परमप्रभुले भन्नुहुन्छ तिमीहरू पवित्र हौ किनभने म पवित्र छु। हामी परमेश्वरको निम्ति अलग गरिएका जाति हौँ। यदि हामी विश्वासीले यो कुरा बुझ्न सकेनौँ र हामीले सम्झौताप्रस्त जिन्दगी जियौँ भने ए ठिकै छ भनेर संसारका मानिस जस्तै गरेर जियौँ भने हामीले परमेश्वरको महिमा गर्न सक्दैनौँ। हामीले परमेश्वरको आत्मालाई चित्त दुखाउँछौँ। त्यसकारण हामी इस्राएलीहरू जस्तै पवित्र जाति हौँ भनेर हामीले आफैलाई याद गर्नु र त्यही किसिमको पवित्र जिन्दगी जिउन जरुरी छ। अनि हामीले अघि नै हेरिसकेका छौँ, दोस्रो पवित्र थोक परमेश्वरले मेरै हो भनेको थोक चाहिँ शनिबारको दिन हो। किनभने परमप्रभु परमेश्वरले यो पृथ्वीलाई रचना गर्नुहुँदा, पृथ्वीका सबै थोकहरूलाई रचना गर्नुहुँदा र अन्तिममा 6औं दिन उहाँले मानिसलाई बनाउनु भएको छ। उहाँले 6 दिनसम्म काम गर्नुभयो र 7औं दिन विश्राम लिनुभएको छ। परमप्रभु परमेश्वरले थाकेर उहाँको निम्ति विश्राम लिनुभएको होइन, तर त्यो 7औं दिन अर्थात् शनिबारको दिन, विश्रामको दिन मानिसहरूले विश्राम गरोस्, परमेश्वरको सङ्गतिमा आओस्, परमेश्वरको आराधनामा आओस् र उसले परमेश्वरसँग सम्बन्ध ठिक बनाओस् र फेरि ताजा होस्, फेरि नवीकरण होस्
र भोलि आइतबारदेखि उसले फेरि शुक्रबारसम्म काम गर्न सक्छ। 6वटा दिन परमप्रभुले मानिसलाई काम गर्नको निम्ति दिनुभएको छ। तर 7औं दिन चाहिँ परमप्रभुले आफ्नो निम्ति हल गर्नुभएको छ। विश्रामको दिन हो र त्यो आराधनाको दिन हो। त्यस दिन हामी पवित्र जाति भएको हुनाले हामी सङ्गति जानुपर्छ, चर्चमा जानुपर्छ र हामीले आराधना गर्नुपर्छ, परमेश्वरका विश्वासीहरूसँग सङ्गति गर्नुपर्छ। शनिबारको दिन चाहिँ त्यो विश्रामको निम्ति, नितान्त विश्रामको निम्ति परमेश्वरले हल गर्नुभएको छ। त्यस दिन हामीले काम गर्नु उपयुक्त होइन, काम गर्नु त्यति राम्रो कुरो होइन। कथम खोजाजी हामीलाई त्यस्तो गाह्रो पऱ्यो भने हामी चर्च गएर सङ्गतिबाट फर्केर आइसकेपछि हामीले काम गर्नु त्यति अनुपयुक्त हुँदैन। तर विश्रामको दिन परमेश्वरसँग सम्बन्ध राख्न, उहाँलाई आराधना गर्न र परमेश्वरको मानिसहरूसँग भेटेर परमेश्वरलाई महिमा दिनको निम्ति परमेश्वरले हल गर्नुभएको हो। त्यस कारण त्यो दिन हामीले आफू खुसी गरेर जियौँ भने परमेश्वरलाई मन पर्दैन, परमेश्वरको आत्मालाई चित्त दुख्छ। त्यसकारण 7औं दिन विश्रामको दिन, शनिबारको दिन परमप्रभुको हो र त्यस दिन हामी आफू खुसी गर्नु हुँदैन। कतिपय क्रिस्चियनहरू शनिबारको दिन पनि 7औं दिन पनि काम गरेर परमेश्वरका विरुद्धमा पाप गरिरहेका हुन्छन्। आफू खुसी त्यो जिएको जिन्दगी हो त्यो। अनि त्यसरी 7औं दिन पनि काम गरे पनि तर तिनीहरू साँच्चै नै आशिषित जिन्दगी चाहिँ जिएका हुँदैनन्। र तेस्रो कुरा, परमेश्वरले हामीलाई जो 6 दिनसम्म काम गर्न दिनुभएको छ र ती 6 दिनसम्म काम गरेर त्यसबाट जो हामीले कमाइ गर्छौँ त्यसको 90% चाहिँ परमेश्वरले हामीलाई दिनुभएको छ। त्यो तिम्रो हो भन्नुभएको छ। तर 10% चाहिँ परमप्रभुले त्यसलाई अलग गर्नुभएको छ, त्यसलाई छुट्याउनु भएको छ। दशांश चाहिँ मेरो हो भन्नुहुन्छ। र यदि हामीले परमप्रभुको दशांशमाथि पनि लोभ गऱ्यौँ भने परमेश्वरले हामीलाई आशिष दिनुहुन्न। दशांश परमप्रभुकै हो, त्यो पवित्र छ र त्यो पवित्र परमप्रभुको पवित्र कुरामाथि हामीले लोभ गरेर हामीले त्यसलाई पनि चलायौँ भने हाम्रो जीवनमा आशिष आउँदैन। त्यसकारण दशांश परमप्रभुकै हो, दशांश हामीले परमप्रभुलाई चलाउनुपर्छ। त्यसैले मलाकी 3 अध्यायको 8 पददेखि हामीले त्यहाँ 10 पदसम्म देख्दछौँ कि दशांश मेरो हो र तिमीले त्यो दशांशलाई आफू खुसी चलाउन सक्दैनौ। यदि तिमीले त्यस्तो गर्छौ भने त्यो तिमीले मलाई लुटे सराउ। जसले दशांश लुट्छ त्यसलाई परमेश्वरको आशिष रोकिन्छ। अनि त्यहाँ परमेश्वरले भन्नुभएको छ, तिमीले मलाई पारा गरेर मलाई जाँचेर हेर कि म तिमीलाई कति धेरै आशिष दिनेछु भनेर भन्नुभएको छ। प्रियहरू, यदि हामी प्रशस्तताको जिन्दगी जिउन चाहन्छौँ, हामी विश्वासी धनी भएर जिउन चाहन्छौँ भने धनी हुने सिद्धान्त चाहिँ यो हो। परमप्रभुको जो पवित्र थोक हो, यो पवित्र कुरा हो, यो हामीले लुट्नु हुँदैन। यो पवित्र कुराहरू हामीले आफू खुसी गर्नु हुँदैन, यो परमेश्वरलाई दिनुपर्छ। त्यसकारण दशांश पनि मेरै हो र त्यो पवित्र छ भनेर उहाँले लेवी 27 अध्यायको 30, 31 र 32 पदमा पनि भन्नुभएको छ। सबै थोकको दशांश मेरो हो अनि त्यो चाहिँ पवित्र छ भनेर उहाँले भन्नुभएको छ। अधिकांश क्रिस्चियनहरू यी 3टा कुरामा चुकिरहेको हुनाले आज प्रशस्तताको जिन्दगी जिउन सकिरहेका छैनन्, आशिषित जिन्दगी जिउन सकिरहेका छैनन्। जो विश्वासीहरूले यी 3टा कुरालाई उल्लङ्घन गरिरहेका छन्, यी 3टा कुरा जो परमप्रभुले दावा गर्नुभएको छ मेरै हुन् भनेर तिनीहरूले ती 3टा कुराहरूमा सम्झौता गरिरहेका छन्। परमप्रभुलाई ती कुराहरू समर्पण गर्न सकेका छैनन्। ती क्रिस्चियनहरूको जिन्दगी गणगणपूर्ण जिन्दगी हुन्छ। तिनीहरू धन्यवादीपूर्ण जिन्दगी जिएका हुँदैनन्, धन्यवादीपूर्ण विश्वासी जीवन जिएका हुँदैनन्। तिनीहरू जहिले पनि गणगण गरिरहेका हुन्छन् अनि तिनीहरूको हृदय परमेश्वरप्रति कटु हुन्छ, किनभने तिनीहरूले आज्ञा उल्लङ्घन गरेका हुन्छन् अनि परमेश्वरको आशिष आफ्नै कारणले रोकेका हुन्छन्, आशिषित जिन्दगी जिएका हुँदैनन्। अनि त्यसकारण तिनीहरू गणगणपूर्ण जिन्दगी जिएका हुन्छन्।
त्यसकारण प्रियहरू यी तीनटा थोक जो परमप्रभुले मेरै हुन् भनेर भन्नुभएको छ। हामी विश्वासी सारा जातिहरूको बिचबाट परमेश्वरले अलग गरेका जाति, पवित्र जाति हौँ। उहाँको पुजारीगिरी हुनको निम्ति, उहाँको आराधक बन्नको निम्ति, उहाँको आराधना गर्नको निम्ति परमेश्वरले हामीलाई अलग गर्नुभएको छ। त्यसकारण हामीले यो कुरालाई मनन गर्नुपर्छ, यो कुरालाई ध्यान दिनुपर्छ र हामी परमेश्वरको आराधनालाई छोडेर दायाँ बायाँ कति पनि गर्न सक्दैनौँ। र परमेश्वरले सङ्गतिलाई एउटा विशेष अर्थमा दिनुभएको छ। परमेश्वरको मानिसहरू मिलेर शनिबारको दिनमा हामीले सङ्गति गर्नुपर्छ र त्यो सङ्गति परमेश्वरका मानिसहरूको बिचको एउटा प्रेम पनि हो। प्रेम साथ हामीले परमेश्वरलाई आराधना चढाउने एउटा विधि परमेश्वरले हामीलाई दिनुभएको हुनाले शनिबारको दिन हामीले आफू खुसी गर्नु हुँदैन, त्यो परमप्रभुलाई दिनुपर्छ। हामी चर्चमा जानुपर्छ, परमेश्वरलाई आराधना चढाउनुपर्छ र मात्रै हामी काम गर्न सक्छौँ। र दशांश चाहिँ परमप्रभु दियो। आज धेरै विश्वासीहरूले परमेश्वरको दशांश लुटिरहेका हुनाले तिनीहरू आशिषित जिन्दगी जिउन सकिरहेका छैनन्। तिनीहरू जति कमाइ गरे पनि, जति मेहनत गरे पनि तिनीहरूले त्यो गुमाइरहेका छन्। हेर्नुहोस्, शनिबारको दिन सायद हाम्रो कमाइ थुप्रै हुन्छ होला, हामीले त्यसलाई ध्यान दियौँ भने हामीले परमेश्वरको आत्माले चित्त दुखाउँछौँ। तर यदि हामीले परमेश्वरमा समर्पित जीवन जिएर हामी त्यो दिन चर्चमा जान्छौँ अनि हाम्रो दशांश पनि अर्पण गर्छौँ र पवित्र जातिको हैसियतले हामीले आराधना गर्छौँ भने निश्चय नै परमेश्वरले हामीलाई 6 दिनसम्म गरेको कामबाट प्रशस्त आशिष दिनुहुनेछ। विश्वासको हैसियतले विशेष गरी यी तीनवटा थोक हामीले बिर्सिनु हुँदैन। परमप्रभुका हुन् र यी पवित्र छन्। जे पवित्र छन् त्यो हामीले आफू खुसी गर्ने अनुमति छैन। परमेश्वरका निम्ति अलग गरिएको छुट्याइएको पवित्र कुरामाथि हामीले मन खुसी गर्न पाउँदैनौँ। यदि त्यसो गऱ्यौँ भने परमेश्वरलाई मन पर्दैन र परमेश्वरको आशिष झरी रोकिन्छ। परमेश्वरले हामीलाई आशीर्वाद दिन सक्नुहुन्न। यसर्थ प्रियहरू, तपाईँले यदि आफैलाई म पवित्र जाति हुँ भन्ने सम्झिनु भएको छ भने तपाईँले सम्झौतापूर्ण जिन्दगी नजिउनुहोस्। यदि तपाईँ विश्वासी हो भने तपाईँलाई शनिबार आराधना गर्नको निम्ति परमेश्वरले बोलाउनु भएको छ। पवित्र धर्मशास्त्र बाइबलमा हामीले यो कुरा देख्छौँ। परमेश्वरलाई आराधना नगरिकन, परमेश्वरको सङ्गतिमा नगइकन तपाईँ दायाँ बायाँ नलाग्नुहोस्। तपाईँले आशिष गुमाउने कारण हुन्छ र तपाईँलाई परमेश्वरले स्वास्थ्य आरोग्यता दिएको कारणले तपाईँ जीवित हुन सकेको हो, तपाईँ दीर्घायु हुन सकेको हो, अनि तपाईँले मेहनत गर्न सकेको हो, तपाईँले कमाइ गर्न सकेको हो। अनि यो त मेरै परिश्रम भयो, मैले नै गरेको हो भनेर यदि तपाईँले परमेश्वरको दशांशलाई तपाईँले दिन चाहनुहुन्न, परमेश्वरको दशांशमा तपाईँले लोभ गर्नुहुन्छ भने तपाईँ कहिले पनि प्रशस्तको जिन्दगी जिउन सक्नुहुन्न। तपाईँ कहिले पनि धनी हुन सक्नुहुन्न र तपाईँ गरिबीमा सधैँ जिउनुहुनेछ। यसकारण परमेश्वरले तपाईँले मलाई बोलाएको प्रशस्तताको जिन्दगी जिउनको निम्ति हो, आशिषित जिन्दगी जिउनको निम्ति हो, स्वस्थ जीवन जिउनको निम्ति हो परमेश्वरले तपाईँलाई मलाई बोलाएको। र विशेष गरी यी तीनवटा कुरा जो परमेश्वरले मेरै हुन् र यी पवित्र छन् भनेर भन्नुभएको छ, यी कुरालाई हेक्का राखौँ र यी कुरालाई हामीले परमेश्वरलाई समर्पण गरौँ र हामी आशिषित जीवन जिउँ। फेरि पनि म तपाईँहरूलाई आग्रह गर्दछु, यो वचन तपाईँले सेयर गर्नुहोला अनि अग्निशिखा च्यानललाई तपाईँले सब्सक्राइब गरिदिनु होला र केही तपाईँको क्रिया प्रतिक्रिया छ भने तपाईँले कमेन्ट गरिदिनु होला, ताकि आउँदा दिनमा केही सुधारसहित म तपाईँहरूको बिचमा आउन सकौँ। धन्यवाद वचन सुन्नुभएको निम्ति। अनि म विश्वस्त छु कि तपाईँहरूले आफ्नो जीवनमा यसलाई लागू गर्नुहुनेछ र आफूलाई व्यवहारिक क्रिस्चियन बनाउनुहुनेछ। बिदा दिनुहोस्। हवस्।